के भन्छ रे झन् हेलो के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम ठिक छु फिट एन्ड फाइन छु हैन के रे कसले बोलाएर छैन अनि त्यही नै हो अहिले चाहिँ अनि अब कहाँ जानु लागेको हो भन्दाखेरिमा चाहिँ अब हामी गाउँ जानु लाग्यो गाउँ किन जानु लाग्यो भन्दाखेरिमा मैले कसैले भनेकै थिएँ होइन मेरो चाहिँ अब फुटबलको टुर्नामेन्ट छ भोलि एक दिनलाई गाउँमा फुटबल गेम छ त्यही नै हो अनि माथिल्लो टोल र तल्लो टोल रे अब जित्यो भने चाहिँ अब यसो कप र मेडल सेडल दिने भन्ने कुरा छ सिर्फ एक गेम खेलाउने रे त्यस्तो अरू गेमहरू जस्तो होइन कि 2-3 म्याच खेल्न पर्ने एक गेम खेल्यो भने चाहिँ हुन्छ नि केटाहरू त्यही सुनेको छौँ होइन अनि त्यही हो अहिले हिँडिरहेको छौँ अनि यहाँ छ ओइ हेलो के छ तेरो कानमा चाहिँ के हो यो हामीलाई चाहिँ फेरि जर्मनले बोलाएको हो खेल्नलाई होइन त्यही भएर गाउँ जाँदैछौँ त्यही नै केटा होला बिचबाटतिर भेटौँला अब के कस्तो हुन्छ होइन अहिले चाहिँ हामी हिँड्दैछौँ कुन ब्रान्ड रे यो कुन ब्रान्ड किट्टो ब्रान्ड त्यहाँ जाउँ न भने एकचोटि आउँ न त्यहाँ कसले हेर हजुर चिन्नुभएको छ मलाई म भनेको वडा नम्बर 13 को राजा सो होइन गडा अब कागुने आइपुगिसकेको अवस्था यहाँनिर देख्न सकिन्छ होइन यसको नमनी नहनी अनि कागुने आइपुगिसक्यो हामी चाहिँ अनि त्यही नै अघि बोलेरोमा आइरहेको थियो त्यो भिडियो बनाउन पाइएन अनि अहिले चाहिँ कागुने आइपुगिसकेको छौँ अनि त्यो बोलेरो चाहिँ हामथाङ्गै हो तर देउराली जाने रे एकचोटि सामान पुऱ्याउनलाई अनि त्यसपछि आउँछु रे भन्दा त्यहीँ छ हो र कहाँ छ कसले यसरी जानुपर्ने हुन्छ केटा हो गाउँमा होइन के गर्ने गाह्रो छ गाह्रो आउँदैछु आफ्नै गाउँठाउँ के गर्ने होइन आज चाहिँ पानी पर्ला जस्तो छ केटा हो यार माथि पुगेर आउँला केटा हो फाइनली गाउँ आइपुग्यो हेर्न सक्नुहुन्छ कहाँ हो के सुनसान छ त यार गाउँ पनि ओहो नेपाली पाउडर सी गाह्रो गाह्रो अनि चाहिँ त्यही नै हो गाडीमा ड्याङ गरेर आयो मजा आयो है तर धेरै पछि चढ्यो पहिले यसरी चाहिँ यहाँ स्कुल पढ्ने बेलामा यसरी चढेर आउँथ्यो क्या अनि हिँड्न त अल्छी लाग्थ्यो नि त वहाँ तल यहाँबाट हामी त्यहाँ तल पढ्न जान्थ्यो केटाहरू त्यहाँ तल त्यो ठ्याक्कै त्यो डाँडा दिएको छ नि त्यो तल्लोको फेरि हो त्यो डाँडामा पढ्न जान्थ्यो होइन यहाँ डाँडाबाट हिँडेर अनि यसरी गाडीहरू भेटा बेलामा गाडी चढेर आउँथ्यो अनि फेरि आज हामी त्यस्तो चढ्दैन थियो होला बोलेरोमै आउँथ्यो अनि बोलेरो चाहिँ यस्तो देउराली जानुपर्ने रे अनि देउराली गएर आएर चाहिँ फेरि आउने भन्दा त्यहाँ गाउँ फेरि पानी पर्ला जस्तो भयो अनि भरे बिजोग होला भन्नुभन्दा त बरु 84 आइदिन्छ भनेर आइदिइहाल्यो क्या त्यही नै केटा होला गाउँ चाहिँ आइपुगिसक्यो होइन अब घर गएर आज यतिकै बसिन्छ सुतिन्छ अनि भोलि बिहान 11 बजी गेम छ अरे भोलि गेम खेलिन्छ अनि त्यही नै हो भोलि अब के कसो हुन्छ प्र्याक्टिस छैन किपर रे होइन अब हेरौँ यो पनि डिफ्रेन्ट रे त हो जित्ने हो अरे फेरि मर्रास नि खेलमै
यत्रोको महँगो तँलाई त फ्रीमा खेला हो भाइ सबसे महँगो त यता हो यता बसडी के लोप्छन् होइन डिम्डुङ त्यहाँ डिम्डुङ त्यही नै केटा होला एकछिनतिर भेट होला अब होइन गाउँ आइपुग्यो अनि टक्क अब यो एक भारी बोकिदियो पनि धेरै हेल्प हुन्छ नि त त्यही भएर हामी चाहिँ अब एक भारी पराल बोकिदिनु पर्ने हुन्छ अँधेर कहाँ गयो यहाँ चाहिँ अब दादाले पनि एक भारी हेल्प गर्छ है केटा धेरै धेरै त होइन हामी 3-4 भारी बोक्छौँ होइन यसरी हेर्न त्यहाँ तलदेखि पढ्राउँछ यसरी भाइहरू गाह्रो गाह्रो अब त बोक्नु सक्दैन तेरो त हात काट्यो यहाँ क्यामेरा हेल्प है फेरि भिडियोको लागि काम गरे त्यस्तो होइन फेरि म सधैँ काम गर्छु केटाहरू और अभी तो रुको क्लाइमैक्स अभी बाकी है Show. Lại cái kéo lên. Có gì hay quá sao? के गर्ने केटाहरू गाह्रो छ एउटा बेल्ट गिफ्ट गरिदिनु हुन्थ्यो कसैले है ब्रान्ड ब्रान्ड देखाउँछ बाउको बेल नदेखा न ब्रान्ड ल त्यही नै होइन हामी चाहिँ टक्क यहाँसम्म टिफरमा लिएर आइदियो अनि टिफरमा आएर हामीले फेरि त्यहाँ हेल्प पनि गरिदियो यसले चाहिँ हेल्प गरिदिन्थ्यो होला तर यसको अलिकति हात काटेछ नि त त्यही भएर हो यसले चाहिँ भारी नबोकेको होइन म त्यस्तो सानो सानो हेल्प चाहिँ गरिदिन्छु क्या किन भन्दाखेरि मैले पानी पर्न लाग्थ्यो पानी पऱ्यो भने त त्यो पराल भिज्छ फेरि बिजोग हुन्छ नि त त्यही भएर हो है अनि त्यही नै अब घर बसेर आनन्दले भेटौँला है केटा हो श्वास र सुसु भइसक्यो घर चाहिँ आइपुगिदियो पनि यो डाँडामा चाहिँ जहिले बस्थ्यो के वहाँ तलबाट सराउने होइन त्यहाँ एउटा चौधर छ त्यहाँ बस्थ्यो त्यो चौधर सकेपछि फेरि सराउने त्यहाँ अर्को चौधर छ त्यहाँ बस्थ्यो अनि फेरि त्यहाँबाट फेरि सराउँथ्यो अनि यहाँसम्म कसम ढाँटे होइन फर्स्टमा पढ्न आउनेहरूलाई त डरै लाग्छ कि साथी भएन भने त यस्तो जङ्गल छ नि त अनि अझ यहाँबाट नि माथि के वहाँ तल त्यहाँ त्यो तल बजार जस्तो ठाउँबाट यिनीहरू हारेर ए बा हिँडेर तर हामीले नि हिँडे हो फर्स्टमा अलिअलि गाह्रो हुन्छ त्यसपछि त्यस्तै हो ठिक छ कान्छ यता यार म को हो चिने छैन कहाँ चिन्छ त विराज दाई हो बुझ्यो को हो गुड ए बा अनि के हो अस्ति अनि त्यो मैले घरको काम गरेर देखेर त सबैजना केटीहरू त के हो मलाई तिमी चाहियो बेबी क्रस यस्तो केटा मलाई चाहियो भन्दै हुनुहुन्थ्यो के गर्ने सरी म उहाँको भइसकेँ अब सबैको कहाँ हुन सक्छु र होइन सरी ल म चाहिँ उसको मात्रै बेबी हो है फेरि तिम्रै क्या ऊ हेरिरह नि हाँसिरह नि तिम्रै हो यसरी भ्लग हेरिरहन्छ नि जहिले तिम्रै हो क्या त्यही नै हो क्या बल्ल गाउँ आइपुग्यो या केटा हो अस्ति नै यो मैले सेलमा राखेको थियो कसैले किने आएन है ल अहिले पनि सेल छ है हाम्रो आमासँग आएर राम्रोसँग कुरा गरेर यसो किन्न सक्छ केटा हो हेर ल हेर अहिले त ओहो कत्रो ठुलो भएको त कुखुरी हेर्दै यत्रो भइसक्यो तिनीहरू त ओ माई गड ठिक छ
यी बाख्राहरू चाहिँ यत्रो भएछ। दिस इज माई हाउस, ये मेरा घर है, ये मेरा दोस्त है, हम दोनों सिंगल है होइन। त्यही नै हो गाउँतिर अब के गरिँदा यस्तै छ, गाउँको हल्ली चल्ली होइन, गाउँ डुल्ने हो अब, कति सहर डुल्नु अब गाउँ डुल्ने हो के हो है। यता हेर भोकमरी हो। सो त्यही नै हो। अहिले चाहिँ मेरो घर तल चाहिँ हेर्नु यस्तो जङ्गल छ अनि मलाई डर लाग्दैन त भने घर त्यही छ यार। राति मुद्न आउन पनि डर लाग्छ कि मुद्न निस्किन पनि डर लाग्छ, कसम ढाँटे होइन केटाहरू। घर तल यस्तो जङ्गल छ त यार, त्यही भएर होला कोही केटीले लप पनि नगरे। यसको त घरै जङ्गलतिर छ होइन, बे गरेपछि पनि डर लाग्छ भन्ने हिसाबले होला। चिन्ता नगर न, सँगै मुद्नलाई निस्किउँला नि टोइलेटबाट हुन्न र। भर्खरै ल हाँस्नुहोस् त, भर्खरै हाँस्नुहोस्, भर्खर हाँस्यो होइन, अहिले भर्खरै हाँस्नु, त्यहीँबाट हाँस्नु ल। यस्तो भयो नि के भयो त, टोइलेटसँगै निस्किउँला नि त। के छ काले? एकदम गुड। सो त्यही नै हो, गाउँमा हिँड्दैछौँ चिटिक्क लगाएर। अब त्यहाँ माथि एकजना ग्याङ थपाउनु पर्छ, यहाँ 3 जना। ओ काली मान्छे गोरी छ त किन काली भने? कौन है ये लोग, कहाँ से आते हैं? यसको नाम चाहिँ काली रे केटा हो, मान्छे त गोरी छ त। गाउँमा मलाई ढुङ्गाले हान्यो, गाउँमा मलाई ढुङ्गाले हान्यो, यत्रो ढुङ्गाले। ओइ के हो युट्युबरले ढुङ्गा हान्ने? यहाँ फेरि गालीको बर्सात होला नि फेरि। होइन गाली गरिदिने हो क्या, नगरिदिउँ है बहिनीलाई। ओ काली मान्छे त गोरी छ त किन काली भने यसलाई काली? मेरो मन तिमीलाई खोजिरहन्छ किन हो? कसलाई खोज्छ चाहिँ थाहा छैन है, फेरि खोज्नु चाहिँ खोज्छ। गाउँ ठाउँमा यस्तो हुन्छ है। ल अब के गर्ने, डाटा हुँदैन नि त, टक्क वाइफाई चल्ने घरमाथि अनुहार छ फेर वाइफाई चलाउने यहाँ बारीतिर आएपछि। यहाँ तल वाइफाई छ, यी वाइफाई चलाउने मान्छे त्यहाँ छ। यस्तो हुन्छ होइन, मैले त्यस्तो नराम्रो भने होइन, मैले पनि चलाउँथेँ एक जमानामा। जे होस् मैले चलाएको त कसैले भिडियो गर्दैन नि त। अब यहाँ त्यहाँ मुटुबाङले चलाएको चाहिँ मैले भिडियो गरिदिउँ। त्यहाँ बसेर बारीमा बसेर यो घरको वाइफाई पुरै तानिरहेको रहेछ नि त। यो घरको मान्छेले भनेर पासवर्ड चेन्ज गरेर लगाइदिउँ। यो चाहिँ हामी टक्क बस्ने ठाउँ हो होइन। मेरो फेसबुक फ्रेन्डहरूलाई त धेरैले थाहा होला, म यहाँ सयचोटि यहाँ बसेर सयचोटि लगाएपछि पासवर्ड चेन्ज गरिदिउँलाई, छिटो फिल्म डाउनलोड गरेर घरको याल। वा यो त ढुङ्गा हान्छ त, लाग्नुपर्छ म्यास।